दुर्गेश थापा नि आउने रे अडिसनमा। दुर्गेश थापा आउनुहुन्न होला अडिसनमा। उहाँ अलरेडी त्यस्तो हिट हुनुहुन्छ। दाइ कतिवटा गीतसम्म पठाउनु मिल्छ? जतिवटा पठाउनु मन छ पठाउनुहोस्, तर भरसक एउटा मात्रै पठाउनुहोस्, किनभने धेरैवटा आइसक्यो, 5000वटा भन्दा बढी आइसक्यो अडिसनहरू। त्यही भएर तपाईँको बेस्ट ऱ्याप, तपाईँको बेस्ट गीत चाहिँ एउटा पठाउनुहोस् न। थर्ड जज चाहिँ अझै पनि हामीले खोजिरहेछौँ है। थर्ड जज हामीलाई राख्नु मन लागेको चाहिँ फिमेल ऱ्यापर थियो, तर अर्गनाइजरहरूले चाहिँ अहिलेसम्म खोज्न सक्नु भएको छैन। बिट प्रड्युसर पनि थियो, बिट प्रड्युसरसँग कुरा गऱ्यौँ, एकदम बिजी सेड्युल हुँदो रहेछ नेपालको बिट प्रड्युसरहरूको। भ्याइ न भ्याइ हुँदो रहेछ, दिनको 10वटासम्म गीत बनाइराख्नु भएको रहेछ, उहाँहरूलाई चाहिँ गाह्रो हुँदो रहेछ। त्यही भएर सबैजनालाई हामी सबैजनाले चाहेको त नेपालको सबै ऱ्यापरहरूले सपोर्ट गरेर सबैजना आबद्ध होस् यो सोको लागि भन्ने चाहना हो। तर कतिजनाले भ्याउनुहुन्छ, कतिजनाले भ्याउनुहुन्न, कतिजनाले जब छोड्नुपर्छ। जस्तै